Hello and namaste everyone. Thank you so much for watching my video. र आज पनि म अर्को भिडियो बनाउन गइरहेको छु. सायद भिडियो राम्रै हुन्छ होला. भिडियो अन्त्यसम्म हेर्नु होला. Thank you. सो अहिले चाहिँ म बाहिर निस्किँदै सक्यो तर बाहिर त उज्यालै रहेछ तर पनि चिसो हावा भन्दा पनि तातो हावा चाहिँ गुरुङ 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 चलिरहेको छ। गाह्रो छ भाइ आज बाहिर निस्किनलाई। अब हिँड्दैछौँ। तपाईँहरू कसले मेरो प्रिभियस भिडियो हेर्नु भएको छ किनकि म चाहिँ रुमबाट हिँड्दै जाँदाखेरि मेट्रोसम्म चाहिँ हिँड्नुपर्छ मेट्रो बस पाउनुलाई। मेट्रो बस चाहिँ अलि माथि पाउँछ त्यही हो। चाहिँ प्रायः बाहिर घुम्न निस्किँदाखेरि चाहिँ घुम्न निस्केको त नि होइन काम परेर निस्केको हुँदैन त्यही भएर अनि मेट्रो बस युज गर्छु क्या। अहिले कतारमा मेट्रो बस चाहिँ आनन्द छ हो त्यही भएर धेरै रमाइलो हुन्छ घुम्न जानलाई। मेट्रो बस जहाँ पनि पाइहाल्छ होइन त्यही हो खुसीको कुरा। नत्र त कति खर्च हुन्छ त जहिले ट्याक्सीमा जाने यताउति अनि त्यही हो। मैले अस्ति नै मेरो पहिलो भिडियोमा देखाएको थिएँ तपाईँहरूलाई डेट्स। अहिले त्यो डेट्स यस्तो भइसकेको छ पुरै पाकिसकेछ हो। गर्मी यस्तो छ पाकिहाल्छ कस्तो दामी भएको छ हो। मलाई चाहिँ खासै मन पर्दैन यो साह्रै गुलियो हुन्छ अनि एक महिना जति भएको थियो होला मैले त्यो भिडियो बनाएको। एक महिनामा त मजाले पाकिसकेछ कस्तो ठुल्ठुलो फलेको छ त अनि दामी छ हो। त्यो धेरै तातो पनि छैन ठिक ठिकै छ यतिको हिँड्न सक्ने नै छ। अब त बानी पनि भयो नि होइन तातो तातो भनेर बसेर मात्र फाइदा पनि भएन नि त। आउटडोरमा काम गर्नेहरूलाई झन् कति गाह्रो हुन्छ होला। हामी त इन्डोरमा काम गर्ने भयो। हिँड्दै जाँदै थिएँ ठ्याक्कै मेट्रो बस पनि भेट्यो क्या। त्यसपछि मेट्रो बसमा चढेर जाँदैछु म चाहिँ अहिले। अब कोर्नेससम्म त फेरि मेट्रो बसमा जानु पऱ्यो त्यहाँदेखि चाहिँ मेट्रो युज गरेर जाने विचारमा छु म। त्यस पछाडि फाइनल्ली कोर्नेस आइपुगेँ म। अब मेट्रोबाट झरेर हिँड्दैछु। मेट्रोबाट भन्न आएछ फेरि जहिले मलाई मेट्रोबाट भन्न आउँछ क्या। मेट्रो बसबाट झरेर अब चाहिँ मेट्रो स्टेसनतिर जाँदैछु म। लगभग रात पर्न लागिसकेको थियो त्यही भएर अहिले चाहिँ म मेट्रोको वेटिङमा छु। 2 मिनट देखाइरहेको छ। यो चाहिँ आमाद इन्टरनेसनल एयरपोर्ट जाने मेट्रो हो। 2 मिनटपछि आउँछ। Train approaching is for Hamad International Airport Terminal 1. Please allow passengers off the train before boarding. अहिले चाहिँ म मेट्रो चढेर जाँदैछु। मैले प्लानिङ गरेको चाहिँ मलकतार जाने प्लानिङ गरेको त्यही भएर यही मेट्रोमा सरर जाने हो मलकतारसम्मै जान्छ त मेट्रो त फेरि त्यही हो। एभ्री स्टेसनमा मेट्रो 10 सेकेन्ड रोक्दो रहेछ अहिले। स्टार्टिङमा चाहिँ अलि रोक्थ्यो धेरै नै हिजो चाहिँ 10 सेकेन्डभन्दा धेरै रोक्दैन रहेछ एभ्री स्टेसनमा। अब त्यति धेरै प्याक पनि नहुँदो रहेछ यो मलकतार जाने मेट्रो चाहिँ त्यही भएर म एक्लै आनन्दले भिडियो बनाउँदै गइरहेको छु। यो चाहिँ एजुकेसन सिटीको स्टेसनबाट मैले स्टार्ट गरेको भिडियो टिल मलकतारसम्मको। तर यो स्टेसन धेरै लामो रहेछ किनकि नर्मल्ली तपाईँको मेट्रो स्टेसन 1 देखि 2 मिनटमा आइहाल्थ्यो। तर यो एजुकेसन सिटीबाट मलकतार पुग्नलाई चाहिँ लगभग 5 देखि 6 मिनटकै बाटो थियो यो। त्यति लामो स्टेसन रहेछ यो चाहिँ त्यही भएर मैले भिडियो फास्ट बनाइदिएको छु।
भिडियो बनाउने पाराले चाहिँ पहिलोचोटि आएको यो मलकतार छिर्ने बाटो हो यो मान्छे खासै धेरै थिएन सायद आज सन्डे भएर पनि होला सायद त्यही पनि अब त्यही त नि कतारको पब्लिक प्लेसहरुमा पनि भने जस्तो मजाले भिडियो बनाउन चाहिँ दिदैन के प्राय मान्छेहरुले त्यही भएर पनि मलाई अनि भिडियो बनाउन पनि अलिकति उ लाग्छ के डर लाग्छ के पब्लिक प्लेसहरु भए पनि अब यहाँको लोकल मान्छेहरुले त्यति भिडियो बनाएको मन पर्दैन त्यही हो आफ्नो हुन्छ नि त तरिका हुन्छ नि त अब आफ्नो प्राइभेसी पनि भइहाल्छ हैन त्यही भएर म चाहिँ मान्छे भेट्यो भने भिडियो चाहिँ बनाउँदिन मान्छे खाली खाली छ भनेदेखि चाहिँ भिडियो बनाउँदै हिँड्छु लगभग म मलकतारको इन्ट्री गेटमा आइपुग्न लागिसक्यो यो अगाडिको यहाँबाट चाहिँ अब मलकतार स्टार्ट भइसक्यो मतलब शपिङ मलहरु खासै भिडभाड थिएन आज सन्डे भएर पनि होला सायद वेलकम टु मल अफ कतार यो म थर्ड चोटि गएको होला हो यो मल अफ कतार चाहिँ अहिले चाहिँ म खासमा यसो भिडियो नै बनाऊँ न त भनेर हिँडेको हो खासमा नत्र भए त्यतिकै त म किन जान्थ्यो शपिङ थिएन त्यति घुम्न हिँडेको टाइम पास अब त्यही हो तपाईहरु कि अब शपिङ गर्ने तरिकाले जानु पर्यो हैन नभएदेखि त यस्तो मलहरुमा त हामी घुम्न मात्रै जाँदाखेरि त त्यही त नि हैन भिडियो बनाउने अरु के काम हुन्छ र हैन त्यही हो हरेक ठाउँमा सेल लागिरहेको थियो मान्छे चाहिँ खासै धेरै छैन तर हरेक ठाउँमा 50% अफ 20% अफ सेल चाहिँ हरेक ठाउँमा छ है फेरि त्यही हो त्यसपछि म हिँड्दै जाँदै छु तपाईहरुले देख्नु भएको छ यहाँ यो मेन नै यही हो के मलकतार घुम्न जाने हेर्न जाने भन्छ नि मान्छेहरु यति नै हो खासमा केही पनि छैन यहाँ अलिकति बीचमा यसो अलिअलि गार्डनहरु छ म लिफ्टबाट तल जाँदै छु यति गार्डन हो के यहाँ पनि सेल लागिरहेछ हो यहाँ तीनटा खम्बा होला सायद यो वरिपरि अनि यहाँ गार्डनहरु छ अनि बेला बेलामा त्यहाँ यो यसको बीचमा इभेन्टहरु पनि के रे कहिलेकाहीँ यो मलकतारले इभेन्टहरु होस्ट गर्छ यहाँनेर अनि त्यही हो यो वरिपरि पुरै क्याफेहरु रेस्टुरेन्टहरु छ यति त हो नि खासमा मलकतार हेर्ने नै यति हो के नै छ र हो मलकतार यहाँतिर बस्यो भिडियो बनायो हैन हरियाली त्यही त नि हामी नेपालीहरुले फेरि हरियाली भने चाहिँ मन पर्ने अति नै जन्मेकै हरियालीमा के गर्नु यस्तै हो एक्लै भएपछि त भिडियो बनाउन पनि गाह्रो छ हो मलाई त्यही भएर यसो एक लट घुमेर भिडियो बनाऊँ भनेर चाहिँ भिडियो बनाउँदै छु म मान्छे त खासै धेरै थिएन क्राउड पनि यही हो मलकतार मलकतार खै खासै केही पनि देखेन मैले त घुमेँ अब फर्केको अब घरतिर
metro this way. म खासै धेरै बिजी चाहिँ थिएन होइन, पनि मान्छेहरू त भइरहेको छ, म मान्छे कुरै भयो त्यही हो। तपाईँहरूलाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिएकोमा होइन। लाइक सेयर सब्सक्राइब पनि गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच। अब हिँडेको मेट्रोतिर अहिले पनि मेट्रो त पुरै खाली छ हौ। मलाई कताबाट मान्छे धेरै नै हुँदो रहेछ जाने मान्छे। मेट्रो पुरै खाली छ। लु अब चाहिँ म फर्केको घरतिर। त्यही हो, सबैजनालाई धेरै धेरै धन्यवाद। भिडियो यसरी नै हेरिदिनु होला, मन पराइदिनु होला। त्यही हो, मैले अलिअलि सकेको भिडियो बनाएको छु होइन। अब मनपर्ने मन नपर्ने तपाईँहरूको विचार, त्यही हो। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। अब अर्को भिडियोमा भेटौँला है त। म चाहिँ अहिले घर जाँदैछु। बाई बाई।